हेलो साथीहरू सबैजनालाई नमस्ते। अभिलिसा च्यानलमा यहाँहरू सबैलाई स्वागत छ। न्यू इयर इभको दिनमा दिनभरको थकाइ मेट्नको लागि हामी बसन्तपुरतिर लागेको थियौँ। बसन्तपुरतिर जाँदा घाम अस्ताउने बेला भएको थियो र यो सनसेटको यो दृश्य चाहिँ निकै लोभलाग्दो, एकदम मजा लाग्दो खालको थियो। आनन्द आएको थियो। दिनभरको थकाइ पनि हामीलाई बिर्सिए जस्तो भएको थियो। मान्छेहरूको चाहिँ भिड एकदम धेरै थियो। सायद न्यू इयर इभ भएर होला धेरैजनालाई यहाँ दरबार स्क्वायर आएर आफ्नो न्यू इयर सुरुवात गर्नको लागि पनि होला। धेरै नै भिड थियो, अरू समयभन्दा चाहिँ एकदम घुइँचो थियो। त्यसपछि हामी यहाँबाट अगाडि लाग्यौँ। यहाँबाट अगाडि लाग्ने क्रममा चाहिँ देश विदेशबाट आउनुभएको धेरैजना चाहिँ देख्न सकिन्थ्यो। नेपाली जति नै देश विदेशबाट पनि यहाँ आउनुभएको रहेछ। अनि यहाँ लेफ्ट साइडमा चाहिँ कुमारी घर चाहिँ केही रिनोभेसनको काम यहाँ केही बनाउँदै हुनुहुँदो रहेछ। सायद महानगरले अथवा यहाँको केही समितिले बनाउँदै होला। यहाँ लेफ्ट साइडमा चाहिँ हामीले देख्न सक्छौँ। कुमारी घर चाहिँ अहिले चाहिँ यस्तो देखिएको छ। अनि यो चाहिँ मूल ढोका देख्न सकियो हामीले। अनि आकाशमा चाहिँ चराहरू उडिरहेका थिए। यहाँ चाहिँ धेरै नै घुइँचो थियो। यतापट्टि दायाँ बायाँ जताततै हामीले मन्दिरहरू देख्न सकिन्छ। मानिसहरू चाहिँ यहीँ मन्दिर आसपास नै बसिरहेका छन्। अनि यो ठुलो घन्टी हरेक बिहान 6 बजे बज्ने गर्छ अरे। बिहानमा चाहिँ जान पाएको छैनौँ। अनि यहाँ चाहिँ हामीले श्वेत भैरवलाई दर्शन गऱ्यौँ। श्वेत भैरवको यो मूर्ति चाहिँ एकदम कलात्मक ढङ्गले बनिएको देख्न सकिन्छ हामीले। यसपछि चाहिँ हामी कालभैरव भएतिर प्रस्थान गऱ्यौँ। त्यहाँ आरती पनि बालेका थियौँ हामीले। त्यो चाहिँ हामीले यहाँ खिच्न भ्याएका थिएनौँ, भिडियो बनाएको थिएनौँ। जस्ट कालभैरव चाहिँ अहिले यसरी सजिनु भएको छ। यहाँ कालभैरव दर्शन गर्दै गर्दा चाहिँ एकजना फ्रेन्च साथी भेट्नुभयो। इस्कोनमा आबद्ध हुनुहुँदो रहेछ उहाँ। 1 वर्षदेखि नेपालमा हुनुहुँदो रहेछ। अनि केही डोनेसन माग्नु भएको थियो। फ्रेन्च पनि बोलेँ मैले, केही शब्दहरू मैले जानेको थिएँ। अनि त्यसपछि एकदम भोक लागेर हामी काटी रोल खान, चिकन काटी रोल खान चाहिँ अलिकति उता गएर यो बनाउन अर्डर दियौँ। अनि यो काठी रोल चाहिँ एकदमै मिठो देखिन्थ्यो हेर्दा चाहिँ। अनि त्यसपछि मैले केही समयपछि चाहिँ बाइट पनि लिएको थिएँ। एकदम मिठो थियो, टेस्टी थियो, जुसी पनि थियो यो काटी रोल चाहिँ। यो खाए सँगसँगै चाहिँ अनि हामीले जुस पनि अर्डर गरेको थियौँ। वाटरमेलन जुस अर्डर गरेका थियौँ। त्यसमा चाहिँ वाटरमेलन जुस पनि मिठो थियो। यो खाँदाखेरि चाहिँ वाटरमेलन जुससँग यो खाना चाहिँ एकदम मजा आयो। वाटरमेलन जुसमा अब बिरेनुन पनि हालिदिनु भएको रहेछ र त्यो अझै मिठो भएको थियो। सँगसँगै यताको दृश्य हामीले देख्न सक्छौँ। ल, हाम्रो यो च्यानललाई चाहिँ माया गरिदिनु होला, लाइक सेयर सब्सक्राइब गरिदिनु होला। यो आजको पहिलो सुरुवात हो। नयाँ वर्षबाट केही नयाँ सुरुवात गरेको छु। च्यानललाई माया गरिदिनु होला। अब निकै छिटो नै अर्को भिडियोबाट यहाँहरू माझ म आइ नै हाल्नेछु। त्यतिन्जेलको लागि चाहिँ बाई बाई, ह्याभ अ गुड डे, ह्याप्पी न्यू इयर 2083।